भोटिनी नसा उठ्यो तिम्रो भोटिनी यत्रो दिनमा चोखै पठाउला भन्यो होला माका बल्ल खालु अहिलेसम्म चोखै आएर बसी कि यार भोटिनी त आमामा धोबी आएर जाम्ला भनेर आमामा 2 बोतल बियरको नसा अब उत्रिन्छ लु ठोक माक्रा हो प्लिज गाइस सबैले फलो गर्नु प्लिज टप आइडलाई फलो गर्नुस् हामीसँग टपमा हुन्छ हाम्रो दीपक मगरजी सबैले फलो गर्नुस् प्लिज ओके हामीसँग टपमा हुन्छ अर्का मित्र हाम्रो हिजो पनि एकदम सपोर्ट गर्नुभएको थियो तेन्जिनजी हुन्छ सबैले फलो गर्नुस् म लाइभ इन गरेर आउँछु ल रुबिन उठाउ ल के भयो बोल्ने सक्यो क्या यसकोमा के भयो लाई पर्सन विथर गाइस पर्सन विथर त यार म त यो तेल खाना र म त आँखा पनि तिरिमिरी देख्दैछु यार भोटिनलाई गाह्रो भयो हुन्छ त अनि टिकटकमा पैसा कमाउन सजिलो छ मलाई अब यहाँ पानी खनाइरहेको छु भोलि पखाल लाग्छ कम गाह्रो छ मलाई केटा लाइभ सेयर गरेर खाइस मैले भन्थेँ नि यो पनि टाइम लाग्छ भनेर आखै 3 मिनट देखिरहेको छु यार वेलकम ब्ल्याक ड्रागन ओइ चन्दनको भएन रे गेम उठाएर अनि त्यसपछि जाने हो अहिले पुर्दै नबस्ने स्पिड च्यालेन्जसम्म बस्छस् त स्पिड च्यालेन्ज आऊ स्पिड च्यालेन्जसम्म बस्छस् त त्यहाँ अहिले नपुर बुझ्छस् नि स्पिड च्यालेन्जसम्म बस्नु पर्छ तैले म 2 दिन पहिला पनिशमेन्ट गर्छु नि बल्ल गेम लगाउँछु हुन्न स्पिड च्यालेन्ज भक त्यस्तो हुन्न नियम भने नियम ओ स्पिड च्यालेन्ज भक कस्तो हो र तिम्रो पनि हेर्दै बस्ने हामीले त्यही भने यार गेम उठाएर जाऊ न कस्तो हो यार भोटेनीले खनेको छैन वेट गर चन्दन उलाई इजी हो त यार रविन भाइ उलाई 2 मिनेट चाहिँ खन्न लाग्छ तबसम्म पनिशमेन्ट म गरिदिहाल्छु नि 2 मिनट कुरेर बस्ने भाइ यार डिल गर्ने यार कस्तो हो यार ल उलाई बस अब फेरि मलाई खुन्नु पर्छ यार डबल त मल्ल माटो उख्रिन्छ के पनि हुन्न त्यो आउ यार त आइज निस्के के नाटक गराको तिम्रो 2 मिनट सम्म माहौल छैन सही त्यहाँ प्रोपरली हेर्नु मलाई कतै धुना टेकेर बसिरहेको होला जस्तो माहौल तातिरहेको छ 11000 मान्छे छ नि हेर्नको लागि अनि तिम्रो यो 2 मिनट सम्म हेर्दै बस्छ यो नहुने कुरो खन्दा फेरि म त 2 न 5 मिनेट लाग्छ उलाई खन्नमा खनिसक्यो त्यसले छिटो आऊ क्या यहाँ हुन्न यहाँ ब्रो म फेरि खुन्नु पर्यो नि यार अनि हामीले बस्नु भनेको त घुना टेकेर पहिले बस्दैन चन्दन खुट्टा भुइँमा जानु पर्यो घुना टेकेर बसिस भने मान्दैन हामी खन हो तेरो साउन्ड आएन ओए त्यसको त रक्सी झ्याप उत्रिसक्यो हामी रातैभरि खनेर बस्छ यहाँनिर अब खन तिम्रो दिएको पनि तिमी फस्यौ लौ यत्रसिति होइन यिनीहरूले दिएको होइन मैले दिएको पनिसमेन्ट हो अघि मलाई पनि दिइरहेको थिएँ लास्ट आफै फस्यो गाइस प्लिज फलो गर सबले फलो गर प्लिज कमसेकम हाम्रो यार पानी त हाल्न पर्छ अरे त नर्मल भयो नि यार कस्तो यार तिमी यार दिमाग नमसी यस्तो हुन्छ नर्मल हुँदैन यो धेरै हार्ड पनिसमेन्ट हो यत्रको नर्मल के ठुलो कुरो हो आफ्नोमा खड्ने खाल्डो छैन त बुढा मसँग आएर नचिके ल भोलि हेर मैले यही बाटोमा खाल्टो बनाउँछु यो ठुलो कुरो होइन यार वाट अ बिग डिल यार यो यार कसो होइन कि आफ्नोमा चाहिँ ठाउँ छैन रे खन्ने होइन आज त म अबेर भएर हो कि यहाँ अलिकति भोलि म दिनभर लाएर म खन्छु तर यो त्यति खासै ठुलो पनि होइन कि स्कोर धेरै आएको छ नि अलिकति कडा दिनुपर्छ नि यार के खालको यार अब के थाहा त नि यत्रो स्कोर आउँछ भनेर हामीले सोचेको थियो र ओइ मसँग नबाजी यार ढुकुर यार छ्या यस्तो च्यालेन्जिङ गेम भइरहेको छ यस्तो नर्मल दिन्छ यार के ठुलो कुरो गरौँ नि खाल्टो पनि त फुटाएर बस्नु यो केटाकेटी बच्चा बच्चा कति खेलो यार अलिकति पानी त कमसेकम हिलो नभए पानी त हाल्न पर्छ कमसेकम एटलिस्ट यार यो रविन दाइ लास्टै पापी छ यार माया कसम यार होइन के पापी होइन गाइजहरू किन भन्नुहोस् न गाइज गेम च्यालेन्जिङ भइरहेको छ मान्छे मार्नु पनिसमेन्ट भइरहेको छ स्कोर कडा 25 भइरहेको छ 12000 मान्छे हेरिरहेका छन् भ्युअर्स आर गोइङ टु बी इन्क्रिज नट टु बी डिक्रिज गाइज यार बढिरहेको छ भ्युअर्सहरू झन् पछि इन्ट्रेस्टिङ भइरहेको छ एटलिस्ट पानी दिनुपर्ने गाइज यार के ठुलो कुरो गर्ने खाल्टो खन घुँडा टेक बस वाट अ बिग डिल यार आई क्यान डु इट इजिली गाइज इजी
आफ्नो स्कोर नआए पनि रुन्छस् तैँले भन्नुपर्छ नि त यार पनिसमेन्ट दिँदाखेरि म ओठे पागल नि यस्तालाई डिल गर्न फोकस लाग्छ माया होइन कि यार एटलिस्ट कमसेकम यार एटलिस्ट पानी त हुनुपर्ने कि यार के यो सुक्खा माटोमा जो पनि बस्छ नि यार पनि यार अहिलेको हाम्रो कम्पेरिजनमा हामी यहाँ एक बाल्टी हामी 2 बाल्टी हिलो खाना भिखारी जस्तो नमस्ते गरेर बसिरहेको यार ए भोटिने अझै खन्नु तिमीले ओए भोटिने अझै खन्न यसले यस्तै टाइम लाग्छ त्यो हुन्छ के मलाई यार ओए गेम उठाएर जाऊ भाइ यार के गरेको चन्दन बसेर हुँदैन ल पुरै ज्यान गाड्ने हो थाहा छ कि छैन अरे म गाली दिइहाल्छु ल लस्ते नराम्रो शब्द गन्दा गन्दा फोर ओए हाब्रे बस गाली गर 12 बच्चा नगरौ यता गेम डिलिट गर भयो अब गेम डिलिट जाऊ गेम डिलिट त्यहाँ गरेर बस आफूले बल्ल मलाई भन्छ नन् तिम्रो पेन्सन भएन अबे डिल गर्न आउ न यार ल डिल गर्नुस् यस्तै खाल्जो खोज्ने माथिबाट 2 बजे सत्तै सेकेन्ड नम्बरको पनिसमेन्ट नसुन्नुस् खुर्सानी तेल मिसाएर टाउकोमा 2 मिनटसम्म मसाज गर्ने हो सेम दियो भने उत्तानो पारिदिइहाल्छु फेरि सेम नो भोटेनी तिमीहरू पनिसन नगर म गएको म्याकुरीहरू तिमीहरूलाई अरू अप्सन छैन तिमीहरूलाई पनिसन गर्नलाई ज्यान पुरै राख्ने हो तल बरु तिमीहरू गेम नखेल रुबिन तँलाई पैसा कमाउन हतार छ भने जा अरूसँग गएर पनिसन गर्छ बुझ्छस् नि यिनीहरूले पनिसन राम्रोसँग गर्नु परेन भोटेनी गरेर खाएको भएको छैन ल अनि किन यस्तो दिएको त तैँले पुरै ज्यान खल्डोमा हाल्ने हो न त म खनिरहन्छु रातभरि खन जा रुबिन तँलाई पैसा कमाउन हतार छ भने जा अरूसँग गएर गेम खेल्छ इरिस आज यार यसो गर्थ्यो कसम यार अरू दिन त बोल्थेन अरे कमसेकम गेम गर्न सपोर्ट गर्न आएको मान्छे भयो त्यस्तो नगर्न हाम्रा यार बल्ल बल्ल मान्छे आउनु भयो यार अनि पनिसन त प्रोपरली गर्नु पर्दैन पुरै ज्यान डुबाउने हो खाल्डो खनेर पुरै खुट्टादेखि चन्दन यसरी बसिरहेछ यस्तो खल्डो खन्ने भनेको मैले पनिसन त प्रोपरली गर्नु पर्यो नि त हामी कसरी गरिरहेछ पनिसमेन्ट अनि यत्रो लामो चाहिँ कसरी खाल्टो खाने यार नहुने कुरो गर्छ यार किन अरू पनिसन गरे भइहाल्छ तिनीहरूले त्यो मात्र किन गर्यो त नि गरेपछि राम्रोसँग गर्नु पर्यो जा त विदेशीसँग गएर गेम खेल्छ आफू पनिसन दिँदाखेरि पनि नसुन्ने मलाई पनि नगर्ने यार मलाई पनि टेर्दैन उल्टा झन् गाली भनेको देखि थिएन चन्दन त पनि मलाई गाली गर्ने भए मुख छाड्ने भए छाड ल तेरो कतिको दम रहेछ मुख छाड त म छाड्दैन ए यार बिरामी भइन्छ यसरी छिटो गर यार ए भटिनी भयो के अलिअलि त्यो मातुले यसो गर्दैन भयो त 3 घण्टा बल्ल बल्ल यसो सपोर्ट यसरी गर्ने हुँदैन नि भोटिनी अरू पनिसन गर यत्रो 3 घण्टा धोबी खायो बल्ल सपोर्ट गर्ने मान्छे आउनु भएको थियो सपोर्ट गर्ने मान्छे टपमा आदि हुनुहुन्छ गाइस यिनीहरूको यो वेस्ट टाइम देखेर अब गिफ्ट पनि भागिहाल्छन् गाइस यार यस्तो जे हुन्छ नि यार गाइस यार बल्ल यसो आएको यार यसले मलाई गरी खान दिने यार यस्तो यार हाम्रो मर्जी हो नि तैँले भनेर भन्ने हो जाठी हाम्रो मर्जी हो पनिसन गर्छ धेरै नबु कुकुर्नी छिटो गर न यार कस्तो यार हामी यहाँ रातभरि भोलि बिहानसम्म खनेर बस्नु मान्छे पुर्ने खाल्टो कहाँ हुन्छ यो ओठे कस्तो होली यार बरु यतिकैमा अलिकति पानी हाल्न भन न तेरो थुतुनो छैन मा झाक्ने तेरो थुतुनो छैन तेरो थुतुनमा फेभिकोल टासेको त बोल न त साला मैले पनिसन दिए पनि तँलाई न केटा यसलाई त काँच्ची म त के गरौँ यार कस्तो हग्नी पार्ने मान्छेलाई मसँग भिडाइन्छन् यार जाम भन् यार बल्ल सपोर्ट गर्ने मान्छे आउनु भएको छ रमाइलो भइरहेछ बल्ल नजाम भने यस्तो आफ्नै मान्छे पागलहरू एउटा मान्छे पुर्ने अनि खाल्टो खन्दा 2 बज्छ त यार गाइस यार कस्तो यार छ्या माटो यस्तो हाल्दैन भयो त हालो नि चित्तै बुझ्दिन क्या मलाई त गाइस यार के भन्ने यार कसरी तिमीहरू ल पनिसन डिल गर तिमीहरूको के हो पनिसन ल भएन तर त्यहाँ पानी हालेर बस अब तिमीहरू
यत्रो गएर खल्लो खल्लो चाहिँ यार यत्रो गएर हेरे भागो चाहिँ भोटेनी के भनेको पनिसमेन्ट मैले सुन ल प्रोपरली आफ्नो ज्यान पुरै डुब्नु पर्यो खाल्डो खनेर भनेर पनिसमेन्ट दिएको मैले तिमीहरू चौपाडी हालेर बसेर खाल्डो खन भनेको होइन ल है हुन त उसले छात्सम भनेकै तर हाबरले छात्सम भनेको मैले पुरा खाल्डो खनेर यहाँसम्म डुब्नु पर्यो भनेको तिमीहरू यसरी यसरी बस तिमीहरू यसरी खाल्डो खनेर यसरी बस भनेको होइन ल मैले अनि खन्न दिएन त नि किन छिटो भन्छ त खन्न दिएन त तिमीहरू अलिकति सोच्दैनौ यार रुबिनले पनि मलाई पेलिरहेछ तिमीहरू पनि त्यस्तो गरिरहेछौ अनि रविन दाई सुन्नुहोस् अघि नै डिल भएको थियो तपाईँ र मेरो यहाँसम्म जसरी भने माटोको तल छिर्नु पर्यो यहाँसम्म यहाँसम्म दाई पानी हाल ल पानी हाल ल पानी हालेर बस भयो। ल भयो तिमीहरूको पनिसमेन्ट भन ल एक बाल्टी पानी त हाल कम से कम पोइन्टको रेस्पेक्ट गर्दै यार अबको म त गर्छु उसलेको जसरी गरोस् भोटिने म त थाहा पनि म राम्रो यस्तै खाल्डो खोज्ने यहाँसम्म छिर्ने 2 बाल्टी हिलो खन्याउने मुखमा यत्रो खाल्डो खाने चाहिँ मैले सेकेन्ड सेकेन्ड नम्बरको अप्सनमा खुर्सानी र तेल मिसाएर पुरै 2 मिनटसम्म टाउकोमा मसाज गर्ने टाउकोमा मेन भन्दा पनि त्यो मुखमा टाउको र मुखमा तेरो स्कुटी तोड तेरो स्कुटी तोड ल ल ल ल र रुबिन मेरो त थुतुरो राम्रो छैन म बोल्न सक्दिन त भन रुबिन त कस्तो परेसन दिँदो रहेछ हेर्छु म अब पनिशमेन्ट नो सेम ओके ओके डन चन्दन मा कि आज काटा काट माराबार होस् कि त छैनस् कि म छैन आइज ल भन रुबिन खड्का ढुकुर खड्का भन अब ततै परेसन ल पानी थिएन